सांसद बनेका खगेन्द्र सुनारले चुनाव जिते लगत्तै ढोगे खुट्टा शहीदको घरमा पुगी आशीर्वाद लिँदै खगेन्द्र सुनारले खुट्टा ढोग्दा राजनैतिक संस्कारको चर्चा सुरु। प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि खगेन्द्र सुनारले देखाएको व्यवहार अहिले व्यापक चर्चा र प्रशंसाको विषय बनेको छ। चुनाव जितेको केही समयमै सुनार शहीद परिवारको घरमा पुगेर आशीर्वाद लिँदै खुट्टा ढोगेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनैतिक वृत्तसम्म उनको संस्कारबारे चर्चा सुरु भएको हो। सांसद बनेपछि धेरै नेता शक्ति र पदको घमण्डमा रमाउने आरोप लागिरहँदा सुनार भने शहीदको बलिदान सम्झिँदै उनीहरूको परिवारको घरमै पुगेर सम्मान व्यक्त गर्न पुगे। उनले शहीद परिवारका सदस्यको खुट्टा ढोगेर आशीर्वाद लिँदा उपस्थितहरू भावुक बनेका थिए। स्थानीयहरूले सुनारको यो कदमलाई राजनैतिक संस्कारको उदाहरण भन्दै प्रशंसा गरिरहेका छन्। सत्ता र पद पाउने बित्तिकै जनता र बलिदानी परिवारलाई बिर्सिने चलनबीच सुनारले देखाएको यो सम्मान अनुकरणीय छ, एक स्थानीयले प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा पनि सुनारको यो व्यवहारको भिडियो र तस्बिर फैलिएको छ। धेरैले यसलाई नयाँ पुस्ताको राजनीति भन्दै स्वागत पनि गरेका छन्। चुनाव जितेपछि जनताको सेवा गर्ने प्रतिबद्धता दोहोर्याउँदै सुनारले शहीदहरूको बलिदानले नै आजको लोकतन्त्र सम्भव भएको भन्दै उनीहरूको परिवारप्रति सदैव सम्मान रहने बताएका छन्।